माननीय हर्क साम्पाङज्यूको यो कुरा सुन्नुहोस्। विदेशमा नेपाली जाने हो, काम गर्ने हो, अनि तलब कहिले आउँछ भनेर पर्खिने हो, अनि घरको मान्छेले कहिले मेरो परदेशी होइन, अब को पर्छ साइनो होइन, बाबा आमा श्रीमान श्रीमती को गएको छ, उसले कहिले मलाई पैसा पठाइदेला भन्ने हिसाबले पर्खिराख्ने हो। अब देशमा रोजगारी छैन, अवसर छैन होइन, देशको चाहिँ आर्थिक अवस्था राम्रो नहुँदाखेरिको नियति त्यो हो। त्यसले गर्दाखेरि अब एउटा परदेशीले त्यस्तै दिनहरू बिताइराखेको हुन्छ। हाम्रो नेपाली चाहिँ विशेष गरी त्यो खालको छ। अब हेरौँ के हुन्छ, नयाँ दिनहरू आउँदैछ, अझै त्योभन्दा वर्स झन् नराम्रो भएर जान्छ कि बेटर हुन्छ कि इम्प्रुभ हुन्छ कि अब हेर्नु पर्छ। मलाई हर्क साम्पाङ मन पर्नुको कारणहरू यिनै हुन्। उहाँ भुइँ मान्छेको कुरा गर्नुहुन्छ, उहाँ पछाडि परेको वर्गहरूको प्रतिनिधित्व गर्नुहुन्छ, बोल्न नसक्नेहरूको आवाज बनेर बोलिदिनुहुन्छ। त्यसैले नै मलाई हर्क साम्पाङ मनपर्छ।